त्यही सबैजनामा आज यात्राको 7औं दिन। आज हामी चाहिँ सन्दकपुर 5 हाँगेथाममा आइपुगेका छु ल। अहिले भनेको यात्राको करिब दिउँसोको 2 बज्न लागेको छ। बिसिएन अर्थात् राष्ट्रिय पन्छी संरक्षण सङ्घका सरहरूसँगको 7औं दिनको यात्रा हो। म चाहिँ उहाँहरूसँग यात्रा गर्दा गर्दै धेरै दिनको पैदल यात्रा ड्राइभसँगै थाकेर अलिकति रेस्ट गर्ने मौका पाएको छु आज चाहिँ। र म आज भनेको चाहिँ नोर्ला होमस्टे सन्दकपुर 5 मा बसेको छु। र यहाँ सँगसँगै तपाईँको एकदम शान्त वातावरणमा गुम्बा पनि रहेछ है। यहाँ गुम्बामा आनन्दले बस्न, पूजा गर्न र हिन्दू बौद्ध धर्मावलम्बीहरूको लागि विशेष गरेर गुम्बा एकदम व्यवस्थित रहेछ। यहाँबाट एकदम नजिकैबाट धेरै ठाउँ देख्न सकिन्छ। स्पेसली त यहाँ भनेको रेड पान्डा जोन पनि हो योभन्दा माथि, र चराहरूको लागि विशेष वासस्थानहरू नेपालमै मात्रै पाइने एउटा काँडे भ्याकुर भन्ने चरा पनि देख्न पाइन्छ। र सरहरू भने चाहिँ चराहरूकै खोजी अनुसन्धानको लागि माथि कैयाँ कटातिर गइसक्नु भएको छ। म चाहिँ अहिले थके मार्दै यो दोङमङ छिलिङ गुम्बामा छु र होमस्टेमा रेस्ट गर्दा गर्दै अनि यसो साथीहरूलाई पनि अपडेट गरौँ न, यत्रो दिन 7औं दिनसम्म सन्तोष कता हरायो भन्ने साथीहरूको लागि चाहिँ म आज यता छु भनेर जानकारी गरायो। र यहाँबाट भने चाहिँ हामी एकदम नजिकै छौँ। यहाँबाट देखिने दृश्य